सिलगढीमा बिहा गराउँछ भनेर यसरी बोकेको छ भयो अन्त मोमो खा मोमो मामु माथि फुड कोर्टमा जानुपर्छ। हेलो एभ्रिवान, र आज चाहिँ हामी यहाँ सिलगढी आइपुगेर बिमारीहरूलाई घुमाउनु लाँदै गरेको कहाँ भन्दै चाहिँ म यहाँ बिमारीहरू चाहिँ फेरि चकाचक भएर चाहिँ अर्को बिमारी यहाँ बिमारीहरू त पुरा यहाँनिर राम्री राम्री भएर पो हिँड्दैछ बुढी फुल्लेको छ भन न बिमार चाहिँ भुँडी फुल्लिने अरे भिडियो गरेको छ ए खै म त्यस्तो भएर गएको छु मेरो यो चाहिँ अर्को भिडियो र हामी चाहिँ भेगा सर्कल आएको छ हो हामी नजिकै बसेको छ त्यसै कारण एकछिन आएको र हामी चाहिँ डक्टर चाहिँ भोलि बिहान मात्रै देखाउनु भइरहेको छ र एकछिन आएको हामी चाहिँ यहाँनिर घुम्नु साह्रो उयो भयो रुममा बस्दा बस्दा अल्छी लागेर बहिनी र आन्टी हिँड्दैछ अगाडि मजाले उयो बनाएको रहेछ अगाडि ए आन्टी चाहिँ फोटो खिच्ने अरे अन्त खिचिहाल्नु अरे यहाँनिर के भयो अन्त मोमो खा मोमो मामु माथि फुड कोर्टमा जानुपर्छ। अब भेगा सर्कल आएर पनि मोमो खाने अरे हो भुँडी दुखेर मर्नु आँट्यो अरे यो जुस खाएको हो मेरो आन्टीले चाहिँ यहाँ भेज मोमो मगाएको छ अब खानु चाहिँ भेज मोमो छोला बटोरी पनि आउँदैछ होइन फेरि देखा त फेरि छेडिँदैन छोला बटोरा खाने मान्छेहरू अह म खान्न मन पर्दैन मलाई पहिला त्यो भयो खाएको खिच्दा के हुन्छ फोटो नलगाऊ है लगाउँछ के हुन्छ मलाई त पुरा उयो अप्ठ्यारो लाग्यो मैले सामान सपिङ दिवालीको सपिङ अरे यो फोटो खिचिदिनु न आन्टीले भयो ए बेबी न्युमीको पनि यहाँ उयो आएको रहेछ सोरुम त्यस्तो दामी हुन्छ रहेछ यहाँनिर हामी चाहिँ दिउँसै आएको अब राति भइसक्यो फर्किँदा चाहिँ खै आन्टी हेलो आन्टी चाहिँ डेर्मिङलाई सपिङ गर्दैछ हामी चाहिँ दिउँसै आएको थियो हो अब फर्किँदा चाहिँ राति भइसक्यो रातिको तर भ्युजहरू राम्रो रहेछ हेर्नुहोस् पुरा लाइटै लाइट भएर दामी आउँदो रहेछ थाकेर हत्तु अरे सबैजना के किन्यो अरूलाई के किन्यो सपिङ देखाइदिनु न आन्टी यहाँ पनि छ उसको लुकाएको छ भित्र छ मलाई भिडियो गर्दै होइन सिलगढीमा बिहा गराउँछ भनेर यसरी बोकेको छ हेलो र अब हामी चाहिँ रुम पुगिसकेको छौँ हो अब चाहिँ खानाहरू खाएर अन्त हामी सुत्छौँ छिटै किनभने चाहिँ भोलि बिहान नै हस्पिटल जानुपर्ने छ र थ्याङ्क यू फर वाचिङ बाई गुड नाइट।